सिमी एउटै बाँकी राख्नु भएन होइन मिठु दादा? किन सबै यसो गरेको? खान मन लागेर त होइन, सबै निकाल्दैछ। किन यसो गरेको मिठु? ल हेर, ल हेर। आम्मामा। यत्रो आधी किलो जति सिमी सबै बर्बाद बनाइदिएछ है। यस्तो महँगो सिमी। ल खाऊ, यो खाऊ। खाने पनि त होइन नि, सबै निकालेर गेडा फालेछ। ल हेर, यसलाई बिगार गर्नु परेछ है, बदमास। ल यता हेर, यस्तो बिगार गर्ने मान्छेको मिठुको अनुहार हेर। फेरि हेर ल, एउटा एउटा छान्दै, कुन चाहिँ बिग्रिया छैन भन्दै बिगार्दै सबै टोक्दै फ्याल्दै अहिले। भरे तरकारी चाहिँ के खाने अब? हेर, सबै एउटा 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 कुनै पनि बाँकी छैन ल। यति बदमास पनि हुनु हुँदैन नि भने क्या, ठ्याम्म देऊ। हँ मिठु, ठ्याम्म देऊ। किन यस्तो बदमास गरे? सबै टोकेर फ्यालेर खाने होइन, बिगार्दै फ्याल्दै बिगार्दै फ्याल्दै। कति बदमास हुन्छ, कति बदमास हुन्छ है। आऊ आऊ, अब जाने ल। आऊ, भयो, आऊ। नजाने, यहीँ बस्ने? ल आऊ। ल यो प्लेटै लगिदिन्छु म बाहिर। ल आऊ। ल हेर, ल हेर, नमाने। ल हिँड। यहाँ यस्तो उपद्रो गर्न पाएछ अनि कहाँ जान्छ त? ल हेर फेरि। आऊ, आऊ लगिदिन्छु। आऊ, आऊ न बाहिर लगिदिन्छु। आऊ, आऊ। आऊ ल जाउँ। आऊ, आऊ, ल जाउँ। अरे नछोडे, त बदमास।